प्रभुलाई महिमा भएको होस्। आज हामी वचनको भागमा आएका छौँ यो समय अनि हामी बाइबललाई तयारी गर्नेछौँ। यदि तपाईँ र मेरो मोबाइल साइलेन्ट छैन भने यसो एकचोटि झोलाबाट निकालेर हेर्नुहोस् अनि साइलेन्ट गरेर तपाईँ राख्न सक्नुहुन्छ। साइलेन्ट गर्न आउँदैन अनि छेउको साथीलाई मेरो मोबाइललाई साइलेन्ट गरिदिनु भनेर भनिदिनु है त, ताकि त्यो मोबाइलले पनि हाम्रो वचन सुनाइमा असर बाधा नदिएको होस्। हामी वचनतर्फ जानेछौँ। यो समय आजको वचनको शीर्षक छ जिउँदो बलि। आज हामी यो वचनमा रहेर हेर्नेछौँ। आजको वचनको शीर्षक छ जिउँदो बलि। के हो त जिउँदो बलि भनेको भन्ने कुरालाई हामी रोमीको पुस्तकबाट हामी हेर्नेछौँ। रोमी 12 अध्यायको 1 र 2 पदलाई तपाईँसँग बाइबल छ भने खोल्न सक्नुहुन्छ। अहिले हाम्रो स्क्रिनमा लाइन आएको छैन बिजुली, त्यो भएकोले गर्दा आफ्नै बाइबल हामी प्रयोग गर्नेछौँ। रोमीको पुस्तक तपाईँ खोल्नुहोस्। मेरो बाइबलमा 1542 पेजमा रहेको छ अनि तपाईँहरूको बाइबलमा सायद त्यति नसकि हेर्न सक्नुहुन्छ। रोमी 12 अध्याय रोमी 12 अध्यायमा यसरी लेखिन्छ 1 र 2 पद। म तपाईँहरूको लागि पढिदिनेछु। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। आमेन। यो वचनद्वारा परमेश्वरले आशिष दिनुभएको होस्। अनि हामी यो रोमी 12 अध्यायको 1 र 2 पदमा हामी यो हेर्दै गर्दा अनि यो रोमीको पुस्तकको हामी पृष्ठभूमिलाई हेऱ्यौँ भने यो पुस्तक चाहिँ पाउल भन्ने व्यक्तिले कोरिन्थ भन्ने ठाउँबाट, त्यो सहरबाट रोममा भएको मण्डलीको लागि लेखिएको पुस्तक हो है। यो चाहिँ एक प्रकारको हामी चिठीको रूपमा पाउँदछौँ। कोरिन्थ भन्ने ठाउँबाट पाउल भन्ने व्यक्तिले रोममा भएको त्यहाँको विश्वासी, त्यहाँको मण्डलीलाई चिठी मार्फत पठाएको चिठीको पुस्तक चाहिँ रोमीको पुस्तक हो। चिठी हो, तर यो चाहिँ बाइबलमा एउटा पुस्तकको रूपमा हामी पाउँदछौँ। अनि यो पदमा हामी जब एक पदको सुरुको शब्दलाई हेऱ्यौँ भने यहाँ पाउँदछौँ यसकारण भन्ने कुरा हामी पाउँदछौँ। यो पद 12 अध्यायको 1 पदमा हामी हेऱ्यौँ भने एक पदको सुरुमा हामी यसकारण भन्ने कुरालाई पाउँदछौँ। यसकारण भन्नुको अगाडि चाहिँ हामी यो बुझ्यौँ भने यसकारण भन्दा अगाडि चाहिँ केही कारण भएको हुनसक्छ है। त्यो कारणले गर्दाखेरि यहाँ चाहिँ यसकारण भनेको छ है। यस कारणले चाहिँ योभन्दा अगाडिको वचनलाई जोडिएको छ भन्ने कुरा हामी बुझ्न सक्दछौँ है। किनभने यहाँ 12 अध्यायको 1 पदमा भनेको छ यसकारण भाइ हो। अब के कारण हो त भन्ने कुरा हामी बुझ्नु पर्दछ, तब मात्र आजको वचनलाई हामी बुझ्न सक्दछौँ। तर यो कारण बुझ्नलाई चाहिँ हामी समग्र यो रोमीको पुस्तकको हामी 1 अध्यायदेखि 11 अध्यायसम्मलाई बुझ्नुपर्छ फेरि है। 1 अध्यायदेखि 11 अध्यायमा चाहिँ के छ त यसको कारण भन्ने कुरा चाहिँ हामी बल्ल हामी यस कारणको अर्थ हामी पाउँदछौँ। अनि 1 अध्यायदेखि हामी 11 अध्यायको सारांशलाई हामी हेऱ्यौँ भने 1 अध्यायदेखि 11 अध्यायसम्म यो वचन लेखकले चाहिँ के भन्न खोज्नु भएको छ अनि त्यो कारणले गर्दाखेरि यो पदको सुरुमा चाहिँ यस कारण लेखिएको छ भन्नलाई हामी हेऱ्यौँ भने 1 अध्यायदेखि 11 अध्यायको सारांशलाई हामी बुझ्दै गर्दा त्यहाँ चाहिँ लेखेका छन् यो लेखकले कि संसारमा सबै मानिस पापी छन् र परमेश्वरको महिमासम्म पुग्न मानिसहरू सकेका छैनन्। तर पनि येशू ख्रीष्टमाथि विश्वास गर्दा उद्धार पाउँदछौँ, प्रभुको अनुग्रहद्वारा सिधैमा धर्मी ठहरिन्छौँ भन्ने कुरा चाहिँ 1 अध्यायदेखि 11 अध्यायसम्म त्यो कुरा हामी पाउँदछौँ।
परमेश्वरले तिमीलाई यति ठुलो अनुग्रह दया र उद्धार दिनुभएको छ, जुन कुरा तिमीहरूले किनेर आफूले कुनै पनि दान चुकाएर चाहिँ किन्न नसक्ने मुक्ति चाहिँ तिमीले पाए सिधैमा परमेश्वरको अनुग्रहद्वारा पाएका छौ भन्ने कुरा चाहिँ यो लेखकले 1 अध्यायदेखि 11 अध्यायसम्म चाहिँ लेखेका छन्। त्यही कारणले गर्दा त्यो कुरालाई जोडेर 12 अध्यायको 1 पदमा यो लेखकले भनेका छन्, यस कारण के कारण भन्दाखेरि हामी हेर्यौँ कि मानिसहरू चाहिँ पापमा डुबेका थिए अनि परमेश्वरसँग जान सकेका थिएनन्, तर परमेश्वरको अनुग्रहद्वारा मानिसहरूले चाहिँ सिधैमा धर्मी ठहरेका छन्। त्यही कारणले गर्दा भनेर यहाँ यस कारण भन्ने कुरा जोडेको छ। अनि त्यसको कारण चाहिँ अब हामी तल अब यो जोडिएको पदलाई हामी हेर्दै जानेछौँ। यस कारण भाइयो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु भनेर 1 पदमा यसरी सुरु गर्दछन्। जब हामी रोमी 1को 1 देखि 11 अध्यायसम्म हामी कुरा हेर्दै गर्दा परमेश्वरको प्रेम, अनुग्रह र दयालाई ध्यानमा राखेर आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर भनेर चाहिँ हामी पाउँदछौँ। हामी पुरानो करारमा हामी हेऱ्यौँ भने नि, अनि यो बलिको कुरालाई हामी हेऱ्यौँ भने, जुन पनि हामी हेऱ्यौँ भने पुरानो करारको बलिहरू सबै कुनै पशुहरू पक्षीहरूलाई मारेर बलिदान गर्ने चलन थियो है। तर पनि हामी पुरानो करार मात्र नभएर हामी परमेश्वरलाई पाउनुभन्दा अगाडिको हामी जब जुन आस्थामा हामी विश्वास गरेका थियौँ, अनि त्यो आस्थामा पनि हामीले त्यो कुरालाई हामी अपनाउँदै आएको कुराहरू थियो, जहाँ चाहिँ कुनै पशुहरू पन्छीहरूलाई बलि काटेर मारेर बलि दिने चलनबाट हामी आएका थियौँ। तर यो पदले भन्दछ कि तिमीले चाहिँ तिम्रो शरीरलाई चाहिँ जिउँदो बलि स्वरूप चाहिँ अर्पण गर भनेको छ। तिमीले मारेर होइन, शारीरिक रूपमा मारेर होइन, तर जिउँदो रूपमै अर्पण गर भनेर भनेको छ। तर जुन शरीर चाहिँ परमेश्वरलाई ग्रहण योग्य होस् भनेर 1 पदमा यसरी लेखेको छ। सम्पूर्ण पापको कुरा चाहिँ शरीरबाट नै आउँदछ है। जुन पनि पापको सुरुवात हामी हेऱ्यौँ भने शरीरबाट हामी उत्पन्न हुँदछ। जसरी हामी सुरु आदम र हव्वाको जीवनलाई हेऱ्यौँ भने पनि हामी त्यो कुरा पाउँदछौँ। उत्पत्तिको पुस्तकमा जब परमेश्वरले आदम र हव्वालाई बनाउनु भयो, हामीलाई थाहा छ, अदनको बगैँचामा राखिदिनु भयो, अनि त्यसपछि त्यहाँ चाहिँ असल र खराब र जीवनको रूप लगाइदिनु भयो, अनि परमेश्वरले भन्नुभयो यो नखाऊ। तर 3को 6 पदमा हेऱ्यौँ भने स्त्रीले चाहिँ त्यो रुखको फल खानलाई असल र हेर्नलाई रहर लाग्दो देखिन् अनि टिपेर खाइन् है। हव्वाको आँखामा चाहिँ त्यो लालसा आयो अनि तिनले चाहिँ त्यो फल खाइन् अनि पतिलाई पनि दिइन् भन्ने कुरा हामी पाउँदछौँ। उनको आँखामा जुन कुरा लोभ र लालसा आयो अनि उनले चाहिँ त्यो फललाई टिपेर खाइन् अनि पतिलाई पनि दिइन्, अनि त्यसपछि पापको सुरुवात भयो भन्ने कुरा हामी पाउँदछौँ। पापको सुरुवात चाहिँ हामी शरीरबाट भएको कुरा हामी पाउँदछौँ। दाउदको घटनालाई हामी जब दोस्रो समूएलको 11 अध्यायमा हेऱ्यौँ भने दाउदको जीवनमा पनि हामी त्यही कुरा पाउँदछौँ। जब दाउद राजा थिए, दाउदले चाहिँ आफ्नो राजदरबारमा जब तिनी एक्लै थिए अनि तिनी बस्दै गर्दा जब दरबारको कौसीमा पुगेर अनि छेउमा आएर जब हेर्दै थिए, बाहिर हेर्दै गर्दा त्यहाँ चाहिँ एउटा सुन्दर स्त्री चाहिँ नुहाइरहेको देख्दछ। अनि त्यसपछि दाउदको हृदयमा जब आँखाले देख्दछ अनि दाउदको हृदयमा चाहिँ त्यो व्यभिचारको कुरा आउँदछ। अनि तिनले चाहिँ आफ्नो भारदारहरूलाई, तिनका काम गर्ने नोकरहरूलाई त्यो स्त्रीलाई ल्याउनलाई पठाउँदछ। अनि त्यसपछि चाहिँ दाउदले चाहिँ व्यभिचार गरेको कुरा हामी पाउँदछौँ। सम्पूर्ण पापको कुरा चाहिँ शरीरबाट आउँदछ, तर त्यो पापले, शरीरमा भएको पापले चाहिँ हृदयलाई असर पार्दछ है। पापको सुरुवात चाहिँ शरीर अनि शरीरका अङ्गहरूद्वारा उत्पन्न भए तापनि त्यसको असर चाहिँ हृदयमा पुग्दछ है। हृदयमा चाहिँ त्यसले असर पार्दछ, आत्मामा असर पार्दछ, किनकि हृदयको मन्दिरमा चाहिँ प्रभु बस्नुहुन्छ है। यदि शरीरले पाप गर्दछ अनि हाम्रो हृदयमा चाहिँ प्रभु बस्न सक्नुहुन्न, किनभने भन्दछ वचनले तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। आमेन। अनि हाम्रो शरीरमा चाहिँ प्रभु बस्नुहुन्छ। अनि यदि हामीले चाहिँ हाम्रो शरीरद्वारा, हाम्रो आँखाद्वारा, हाम्रो हातद्वारा, खुट्टाद्वारा जब हामी पाप गर्दछौँ अनि त्यो पाप चाहिँ हाम्रो हृदयको मन्दिरलाई असर गर्दछ अनि परमेश्वर चाहिँ त्यो हृदयमा
बस्न सक्नुहुन्न है। अनि त्यस कारणले गर्दा परमेश्वरले भन्नुहुन्छ तिमीहरूको जिउँदो शरीरलाई मेरो लागि बलि गर, अर्पण गर। यदि तिमीहरूको शरीर चाहिँ मेरो लागि अर्पण गर्दछौ भने तिमीहरूको आत्मा चाहिँ सुरक्षित हुँदछ। त्यो कारणले गर्दा तिमीहरूले चाहिँ आफ्नो शरीरलाई जिउँदो बलिको रूपमा अर्पण गर भनेर भन्नुहुन्छ। यदि हामी शरीरबाट जिउँछौँ भने हामी चाहिँ पाप गर्नलाई अग्रसर हुँदछौँ, तर अनि यदि हामी आत्माबाट जिउँदछौँ, हामी परमेश्वरलाई हृदयमा राखेर हामी जिउँदछौँ भने हामी पापबाट विजय हुँदछौँ है। शरीरले चाहिँ हाम्रो शरीरले जब हामी शरीरबाट जिउँदछौँ भने अनि हामीलाई हाम्रो शरीरलाई चाहिँ हाम्रो पापले लोपाइरहँदछ। अनि त्यसपछि जब हामी यो शरीरलाई जिउँदो बलिको रूपमा अर्पण गर्दछौँ भने अनि जब हाम्रो हृदयमा परमेश्वर बस्नुहुन्छ अनि हामी पापमाथि विजय हुँदै जाँदछौँ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, गलाती 2:20 तपाईँहरूले खोल्न सक्नुहुन्छ। गलाती 2:20 मा यसरी लेखकले भन्नुहुन्छ, गलाती 2:20 1586-87 पेजमा गलाती 2:20 यहाँ यसरी लेखिएको छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। आमेन। जिउँदो बलिको रूपमा अर्पण गर्नु भनेको हाम्रो इच्छा अनि हाम्रो चाहनालाई मारेर परमेश्वरको इच्छामा जिउनु हो। आमेन। एउटा भनाइ छ, माई बडी माई विस, मेरो शरीर हो मेरो इच्छा अनुसार जिउँछु। मानिसहरूले यो कुरा भन्दछन्, तर यो वचनले भन्छ हाम्रो इच्छालाई हाम्रो चाहनालाई मारेर ख्रिस्टको इच्छा र ख्रिस्टको चाहनालाई हाम्रो जीवनमा पालन गर्नु, त्यो अनुसार जिउनु चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्नु हो। हामीलाई कतिपय अवस्थामा हामी जवानहरू छौँ, कति हामी विश्वासीहरू छौँ, जब हामी मोबाइलमा भिडियो हेरिरहेका हुँदछौँ, कहिलेकाहीँ यस्तो नकारात्मक भिडियोहरू आउँदछ अनि त्यो भिडियो हामी हेर्न मन लाग्दछ। हाम्रो शरीरले हाम्रो आँखाले त्यो भिडियोको चाहना गर्छ, जुन कुराले हाम्रो हृदयलाई चोट पार्दछ। यदि हामी त्यो कुरालाई इन्कार गरेर अनि हामी यो कुरा चाहिँ मैले हेर्नु हुँदैन भनेर हामीले त्यो कुरालाई इन्कारेर जब हामी त्यसलाई नकार्दछौँ नि, अनि त्यो कुरा चाहिँ हाम्रो शरीरलाई मारेर हामी परमेश्वरलाई हाम्रो जीवनमा काम गर्न दिनु जस्तै हो। यदि तपाईँ र मलाई जुन कुरा खानु हुँदैन तर हाम्रो शरीरले त्यो कुरालाई खानलाई पिउनलाई माग्दछ, हामी तल हुँदछ अनि हामी चाहिँ खाम हुँदछ, तर हृदयमा यो कुरा आउँदछ कि होइन यो चाहिँ म खानु हुँदैन, यो खाँदै गर्दा मेरो प्रभुलाई मन पर्दैन भनेर जब हामी त्यो कुरालाई मार्दछौँ, त्यो चाहिँ हाम्रो शरीरलाई मारेर ख्रिस्टको रूप धारण गरेको अर्थात् ख्रिस्टलाई हाम्रो हृदयमा चाहिँ बास गर्न दिएको कुरा हामी पाउँदछौँ। कतिपय अवस्थाहरूमा तपाईँ र मलाई घुम्न जान मन लाग्दछ अनि तर त्यो कुरा चाहिँ हुन्छ नि, जस्तो शनिबारको दिन घुम्न मन लाग्दछ अर्थात् जुन दिन हामी प्रभुको लागि केही गरौँ केही काम गरौँ भन्ने दिन हामीलाई घुम्न जान मन लाग्दछ, हाम्रो साथीहरूले जाउँ भन्दछ। यदि हामीले चाहिँ प्रभुलाई समय दियौँ अर्थात् त्यो कुरालाई हामी इन्कार्यौँ, त्यो कुरालाई हामी नकारेर यदि प्रभुलाई समय दियौँ, होइन म घुम्न जानुभन्दा म अन्धै डुल्न जानुभन्दा तर म प्रभुलाई समय दिन्छु भन्नु चाहिँ हाम्रो इच्छालाई मारेर हाम्रो चाहनालाई मारेर यदि प्रभुलाई दिन्छौँ भने त्यो चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्नु हो है। हाम्रो हृदयमा व्यभिचारको इच्छा आउँदछ, इच्छा जाग्दछ, तर हामी त्यो व्यभिचारलाई इन्कारेर यो व्यभिचार गर्नु चाहिँ परमेश्वरको इच्छा विपरीत हो भनेर जब त्यो कुरालाई हामी मारेर अनि प्रभुलाई चाहिँ प्रभुको डरमा हामी जिउँदछौँ, त्यो चाहिँ हाम्रो जिउँदो बलिको रूपमा अर्पण गर्नु हो। जब हामी योसेफको जीवनलाई हामी हेऱ्यौँ भने उत्पत्ति 39 अध्यायमा हामी हेऱ्यौँ भने त्यहाँ चाहिँ हामीलाई थाहा छ योसेफ जब पोतिफरको घरमा पुग्दछ, आफ्नो दाजुभाइहरूले बेचिदिन्छ मिस्रको मानिसहरूलाई, अनि जब पोतिफरको घरमा चाहिँ त्यहाँ पुग्दै गर्दा पोतिफरको श्रीमतीले चाहिँ योसेफलाई व्यभिचारको लागि बोलाउँदछ है। योसेफ चाहिँ जवान मानिस थियो अनि ऊ चाहिँ आफ्नो देशमा थिएन, ऊ चाहिँ पराई देशमा थियो जहाँ चाहिँ आफन्ती मानिसहरू कोही थिएन, जहाँ चाहिँ हामी योसेफको जीवनलाई हेऱ्यौँ भने त्यो समयमा चाहिँ आफ्नै दाजुभाइहरूले बेचेर पठाएको थियो। ऊ
उसको आफ्नो भन्ने मानिसहरू कोही थिएन, ऊ एक्लो थियो, त्यहाँ कसैले पनि देखेको थिएन। तर त्यहाँ चाहिँ पोतिफरको श्रीमतीले व्यभिचारको लागि बोलाउँछ। तर पनि योसेफको जीवनलाई हेऱ्यो भने त्यो व्यभिचारबाट भागेर व्यभिचारको त्यो त्यहाँबाट चाहिँ विजय भएको, व्यभिचारको पापबाट विजय भएको कुरा हामी योसेफको जीवनमा हामी पाउँदछौँ। योसेफको हृदयमा यो लाग्यो कि यो चाहिँ प्रभुको इच्छा विपरीत हो, म यहाँबाट उम्कनुपर्छ भनेर योसेफ चाहिँ भागेको छ त्यहाँबाट। त्यो भएकाले गर्दा वचनले भन्छ तिमीहरू चाहिँ व्यभिचारको पापबाट भाग। हामी शरीरमा छौँ, संसारमा छौँ, कहिलेकाहीँ हाम्रो हृदयमा हाम्रो आँखामा हामी क्रिस्चियन जीवन जिउँदै गर्दा पनि यस्ता पापहरू आउन सक्दछ, हाम्रो हृदयमा पलाउन सक्छ, हाम्रो आँखाले यो कुराहरूलाई लालसा गर्न सक्दछ। तर हामी योसेफ जस्तै यो पापबाट चाहिँ हामी भाग्नु पर्दछ है। हामीलाई यस्तो मौकाहरू आउन सक्छ जुन कुराले चाहिँ हुन्छ नि, मानिसहरूले हामीलाई भन्न सक्छ म यति पैसा दिन्छु यो काम गरिदिएन। हुनसक्छ तपाईँ र म कति ठाउँमा सरकारी काम गर्ने ठाउँमा हुनसक्छौँ, कुनै अफिसमा हुनसक्छौँ, त्यहाँ मानिसहरूले भन्छ ल म तँलाई पैसा दिन्छु, कसैलाई भन्दिनँ यो काम गर्दैन भन्छ। अनि हामी त्यो कुराहरूलाई नकार्नुपर्छ, किनभने परमेश्वरले त्यो कुराहरूलाई रुचाउनुहुन्न। हामी हिजो कतिपय अवस्थामा हामी यस्तो ब्याकग्राउन्डबाट आयौँ जहाँ चाहिँ हामी जुवातास, जाँड रक्सी हाम्रो दिनको जीवन थियो, दिनको जीवन थियो। तर अहिले कतिपय अवस्थामा हाम्रो त्यो पहिलाका साथीहरूले भन्दछन् जाउँ न, के हुन्छ र पहिला त खाएकै हो नि, पहिला त खेलेकै हो नि, पहिला त गरेकै हो नि, जाउँ न भन्दै गर्दा हामी त्यो कुरालाई चाहिँ नकार्नुपर्छ। त्यो चाहिँ तपाईँ र मलाई पापमा अल्झाउने त्यो बाधाहरू हो। जसरी योसेफ चाहिँ त्यो कुराबाट भागे, हामीले पनि त्यस्तो मौकाहरू आउँदै गर्दा तपाईँ र म भाग्नुपर्छ, त्यो पापबाट विजय हुनुपर्छ। त्यो चाहिँ जिउँदो बलि हो। हाम्रो शरीरले भन्छ होइन खेलिदिउँ न त के हुन्छ र कसैले देखेको छैन, होइन खाइदिउँ न त के हुन्छ र कसैले देखेको छैन। योसेफलाई पनि सायद लाग्न सक्थ्यो, किनभने ऊ चाहिँ लक्का जवान थियो। त्यो अवस्थामा ऊ चाहिँ एउटा व्यभिचारको यौनको परीक्षाबाट विजय हुनु एकदमै गाह्रो अवस्था हुँदछ। तर त्यो अवस्थामा पनि योसेफले चाहिँ परमेश्वरको इच्छालाई खोज्न, परमेश्वरको इच्छालाई, परमेश्वरको चाहनालाई बुझ्न सक्यो। आफ्नो चाहनालाई, आफ्नो इच्छालाई मारेर अनि परमेश्वरको इच्छालाई, परमेश्वरको डरमा भयलाई चाहिँ भयमा जिएर उसले चाहिँ त्यो पापबाट विजय भएको हामी पाउँदछौँ। जुन दिन पावलले पनि यस्तै कुरा भनेर यहाँ भने है, मैले चाहिँ मेरो के अरे म चाहिँ ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, मेरो इच्छा मेरो चाहना चाहिँ ख्रिस्टसँगै क्रुसमा टाँगिएको छ। अब चाहिँ ममा चाहिँ ख्रिस्ट जिउनुहुन्छ, अर्थात् म चाहिँ अब परमेश्वरको वचन अर्थात् ख्रिस्टको वचन अनुसार जिउनेछु भनेर पावलले चाहिँ अघि गलाती 2:20 त्यो कुरा भन्दछन् है। जब हामी ख्रिस्ट जस्तै बन्दै जाँदछौँ, अर्थात् ख्रिस्टलाई परमेश्वरले हाम्रो जिउँदो बलिको रूपमा हामी हाम्रो जीवन दिँदछौँ, हामीलाई हाम्रो शत्रुलाई क्षमा दिन है, अनि हाम्रो विरोधीको लागि प्रार्थना गर्नलाई चाहिँ हामी सक्दछौँ। यदि हाम्रो जीवन चाहिँ हामी जिउँदो बलिको रूपमा अर्पण गरेका छैनौँ भने, जब कुनै शत्रुले हामीलाई हेपिरहेको छ, कुनै व्यक्तिले हामीलाई पेलिरहेको छ, अर्थात् हामीलाई केही भनिरहेको छ अनि हामी सहनै सक्दैनौँ। किनभने हामी यदि परमेश्वरलाई हाम्रो शरीर चाहिँ बलिदान गरेका छैनौँ भने हामी चाहिँ पहिला जस्तै है, हामी फेरि पहिलाको जीवनमा जस्तै हामी तम्सिन्छौँ। के खोजेको भन्दा होइन, हामी कतिपय अवस्थामा हामीलाई त्यो कुराहरू आउँदछ। तर पनि परमेश्वरको वचनले भन्छ जसरी अहिलेको 2:20 भने जस्तै म चाहिँ ख्रिस्टसँग क्रुसमा टाँगिएको छु। अब जिउने म होइन, तर ममा चाहिँ ख्रिस्ट जिउनुहुन्छ। अब चाहिँ तपाईँ र म चाहिँ हिजोको जीवन जस्तो होइन, तर अब चाहिँ हाम्रो जीवन चाहिँ ख्रिस्ट जस्तै भएर जिउनु पर्दछ। आमेन। मानिसप्रति शत्रुप्रति चाहिँ हामीमा दया, प्रेम र क्षमाको भाव चाहिँ हामीमा उत्पन्न हुनुपर्छ है। हामी अब्राहमको जीवनलाई हेऱ्यौँ भने हामीलाई थाहा छ, अब्राहमले जब वृद्ध अवस्थामा अब्राहम र साराले वृद्ध अवस्थामा आफ्नो छोरालाई जन्म दिनुहुन्छ इसहाकलाई। तर पनि त्यही छोरालाई परमेश्वरले भन्नुहुन्छ अब्राहम तैँले चाहिँ मेरो लागि तेरो आफूले माया गरेको एउटा छोरा चाहिँ मेरो लागि मोरियाको डाँडामा लगेर बलिदान गर भनेर जब परमेश्वरले अब्राहमलाई भन्नुहुन्छ, अनि अब्राहमले आफ्नो छोरालाई लिएर गएको कुरा पाउँदछौँ। जब अब्राहमले आफ्नो छोरालाई लिएर जाँदै थियो अनि त्यहाँ हामी पाउँदछौँ, अनि अब्राहमको छोरा इसहाकले भन्दछ बुवा बलिदानको लागि दाउरा त छ, खुकुरी त छ, तर खोइ त थुमा त छैन त
भन्दै गर्दा अब्राहमको हृदयमा त्यो विश्वास आउँदछ। अब्राहमले भन्दछ, छोरा बलिदान चाहिँ परमेश्वरले जुटाउनुहुन्छ। आमेन। तर पनि परमेश्वरले माग गर्नुभएको कुरालाई अर्पण गर्नको लागि अब्राहम चाहिँ राजी थिए। उसले आफ्नो छोरालाई बलिदानको लागि लैजाँदै गर्दा, जब बलिदानको लागि मोरियाको डाँडामा बलिदान गर्न लाग्दै गर्दा त्यहाँ चाहिँ परमेश्वरले रोक्नुहुन्छ। रोक, मैले चाहिँ तेरो हृदयको जाँच गर्दै थिएँ, तेरो विश्वासलाई हेर्दै थिएँ भनेर त्यहाँ परमेश्वरले चाहिँ त्यो बलिदानलाई रोक्नुहुन्छ। अनि अब्राहमले जब आफ्नो छोरालाई त्यो वृद्ध अवस्थामा जन्माएको त्यो छोरालाई पनि परमेश्वरको लागि बलि गर्नको लागि उसले चाहिँ बाँकी राखेन। उसलाई त्यो विश्वास थियो कि यदि मैले यो छोरालाई परमेश्वरको लागि अर्पण गरेँ भने यो ढुङ्गाहरूद्वारा पनि परमेश्वरले मेरो लागि छोरा उत्पन्न गर्न सक्नुहुन्छ। म अझै वृद्ध अवस्था भए तापनि परमेश्वरले मेरो लागि अनगिन्ती सन्तान दिन सक्नुहुन्छ भन्ने विश्वास चाहिँ अब्राहमलाई थियो। त्यो कारणले गर्दा अब्राहमले पनि परमेश्वरको लागि बलि गरे। हामी त्यो 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 ठाउँको इतिहासलाई हेऱ्यौँ भने जुन ठाउँमा चाहिँ अब्राहमले आफ्नो छोरालाई बलिदान गर्नको लागि लए तर पछि बलिदान गर्नु परेन, त्यही ठाउँमा हामी पछि आएर हामी हेऱ्यौँ भने सोलोमनले चाहिँ मन्दिर निर्माण गरेको हामी पाउँदछौँ। हामी पहिला गएको केही समय अगाडि सोलोमन, दाउद र साउलको विषयको वचन हेर्दै गर्दा सोलोमनले चाहिँ मन्दिर स्थापना गरे भन्ने हामी हेर्दै थियौँ होइन। 7 वर्ष लगाएर त्यहाँ मन्दिर बनाउँदै गर्दा जुन ठाउँमा चाहिँ अब्राहमले आफ्नो छोरालाई बलिदानको लागि लगेको थियो मोरियाको डाँडा, त्यही ठाउँमा चाहिँ सोलोमनले मन्दिर निर्माण गरेको कुरा हामी पाउँदछौँ। अनि पछि आएर त्यो मन्दिरमा चाहिँ परमेश्वरको महिमा अनि त्यहाँ बलिदानको कामहरू भएको कुरा पाउँदछौँ। धेरै मानिसहरूले चाहिँ त्यहाँ त्यो मन्दिरमा चाहिँ परमेश्वरको उपस्थितिलाई भेटेको कुरा हामी पाउँदछौँ। यदि त्यो अब्राहमले त्यहाँ त्यो ठाउँमा बलिदानको लागि लगेको कारणले गर्दा पछि त्यो ठाउँमा मन्दिर निर्माण भयो अनि त्यो मन्दिरमा चाहिँ धेरै मानिसहरूले परमेश्वरको आराधना गरे भने अब त्यहाँबाट हाम्रो जीवनमा हेऱ्यौँ भने नि यदि तपाईँ र मैले हाम्रो जीवन चाहिँ जिउँदो जीवन चाहिँ परमेश्वरलाई अर्पण गऱ्यो भने हाम्रो जीवनमा हाम्रो हृदयमा चाहिँ हामीले परमेश्वरको मन्दिर निर्माण गर्दछौँ। आमेन। जब हामीले हाम्रो हृदयमा मन्दिर निर्माण गर्दछौँ अनि त्यसपछि हामी चाहिँ परमेश्वरको मन्दिर जब हामी निर्माण गर्दछौँ अनि हामी चाहिँ परमेश्वरको गुणमा परमेश्वरको रूपमा चाहिँ हामी जिउन सुरु गर्दछौँ। जब हामी परमेश्वरको रूपमा हामी जिउन सुरु गर्दछौँ परमेश्वरले हाम्रो जीवनमा चाहिँ ख्रीष्टको रूपलाई देख्न सुरु गर्दछन्। अनि मानिसहरूले चाहिँ जब हाम्रो जीवनलाई देख्दछन् अनि हाम्रो जीवनद्वारा त्यो मानिसहरू चाहिँ आशिषित हुनेछन्। आमेन। हाम्रो जीवनमा भएको प्रेम, हाम्रो जीवनमा भएको क्षमाको कुराहरू मानिसहरूले देख्नेछन् अनि उनीहरूले सोच्दछन् होइन यो मानिसमा चाहिँ के चाहिँ यस्तो परिवर्तन हो। जब त्यो कुरालाई सोच्दछन् अनि उनीहरूले त्यो थाहा गर्दछन् कि यो मानिसमा चाहिँ ख्रीष्ट येशू अर्थात् यो मानिसले ख्रीष्टलाई विश्वास गरेको मानिस हो। त्यो कारणले गर्दा यो मानिसमा यो परिवर्तनलाई देखेको भन्ने कुरा उनीहरूले देख्न सक्दछन्। जब परमेश्वर हाम्रो हृदयमा बस्नुहुन्छ अनि त्यसपछि चाहिँ हाम्रो जीवन चाहिँ परमेश्वरको इच्छा अनुसार हामी हुन सुरु गर्दछौँ है। तर हामी हेऱ्यौँ भने जुनसुकै बलिलाई चाहिँ परमेश्वरले ग्रहण गर्न नफेरि अघि हामी हेऱ्यौँ हाम्रो जीवनलाई जिउँदो बलिको रूपमा अर्पण गर, तर जुनसुकै बलिदानलाई चाहिँ परमेश्वरले अर्पण गर्नु नफेरि कैन र हाबिलको बलिलाई हामी हेऱ्यौँ भने कैन र हाबिलले दुईटैले बलिदानको लागि परमेश्वरलाई चढाएका थिए। कैनले जमिनको खेतीपातीबाट, हाबिलले भेडा बाख्राबाट उसले चाहिँ आफूसँग जे थियो त्यो त अर्पण गरेको थियो, तर हाबिलको बलिदानलाई परमेश्वरले स्वीकार गर्नुभयो तर कैनको गर्नु भएन। हामी यो अघि जिउँदो बलिको रूपमा अर्पण गर्दै गर्दा तर कुनै कुनै स्वीकार हुन्छ परमेश्वरलाई, कुनै कुनै स्वीकारै हुँदैन। जस्तै यदि परमेश्वरको लागि हामी भ्याउँदा सक्दा इच्छा लाग्दा गर्छौँ भने त्यो कुरा चाहिँ परमेश्वरको नजरमा ग्रहण योग्य बलि नहुन सक्छ। यदि तपाईँ र म भ्याएकै छैनौँ, सकेकै छैनौँ, हामीसँग अभाव छ र पनि प्रभुलाई भनेर हामी दिँदछौँ, परमेश्वरले पहिलो स्थान भनेर दिँदछौँ नि, त्यो बलि चाहिँ परमेश्वरले ग्रहण गर्नुहुन्छ है। अनि यदि तपाईँ र मलाई यो लाग्न सक्छ अब हुन्छ नि हृदय नै शरीरले त जानै मन लागेको छैन, जस्तो सङ्गति आउनै मन लागेको छैन, तर हाम्रो मनमा चाहिँ के लाग्छ होइन म गएन भने त के भन्छ होला, फेरि फोन आउँछ, फेरि अर्को हप्ता किन नआएको भन्छ, गइदिउँ न त होइन। यसरी तपाईँ र म प्रभुको लागि समय दिइरहेका छौँ नि
त्यो हुन्छ तपाईँहरूमा सङ्गति त आयो होला, तर त्यो चाहिँ परमेश्वरको लागि ग्रहण योग्य बलि चाहिँ नहुन सक्छ। हामी हिजो गयौँ ओइरेघाट, सबैजना गयौँ, कतिजना नभ्याएर पनि तपाईँहरू जानुभयो है, त्यो चाहिँ प्रभुलाई थाहा छ। तपाईँहरू कति घरमा अभाव थियो, कति हुन्छ नि आफ्नो कामबाट छुट्टी लिन पाउनुभएको थिएन होला, अनि गाह्रो अवस्था हुँदै गर्दा पनि तपाईँहरू जानुभयो। कतिजना भ्याउनु भएन, तपाईँहरूले चाहिँ अघि हामी सूचनामा आशिष सुन्दै थियौँ, ल जानेको लागि चाहिँ नास्ता मेरो तर्फबाटै भनेर तपाईँहरूले दिनुभयो। तपाईँले भएर दिनुभएको होइन, तर नभएर पनि दिनुभयो। अनि कति चाहिँ जान पाउनु भएन, पैसा पनि दिन पाउनु भएन, तर तपाईँको हृदयमा चाहिँ हो म चाहिँ तपाईँले जान नपाएदेखि तपाईँको हृदयमा चाहिँ एकदमै त्यो पछुतोपन, म पनि जान्थेँ होइन, म हुन्छ नि कतिपय यस्तो बाधा भयो भनेर तपाईँको हृदयमा चाहिँ त्यो पछुतोपन हुन्छ नि भयो भने त्यो पनि तपाईँको बलि हुनसक्छ परमेश्वरले चाहिँ है। हामी त्यो कुरा चाहिँ यदि परमेश्वरको लागि चाहिँ हाम्रो स्वेच्छाले र प्रेमपूर्वक चाहिँ परमेश्वरलाई दिन्छौँ भने त्यो चाहिँ परमेश्वरले ग्रहण योग्य गर्नुहुन्छ। तर बाधा कसैको जबरजस्तीले गर्दैछौँ है भने चाहिँ त्यो बलि चाहिँ परमेश्वरको लागि ग्रहण योग्य नहुन सक्दछ। जब हामी प्रभुको अनुग्रह प्रेमलाई बुझ्दछौँ अनि शरीर चाहिँ बुझ्दछौँ, अनि त्यसपछि हामी चाहिँ परमेश्वरको लागि अर्पण गर्नलाई चाहिँ हामीलाई सजिलो पर्दछ। त्यो कारणले गर्दा हामी हेऱ्यौँ भने यो रोमीको पुस्तकमा जब 1देखि 11 अध्यायसम्म हामी हेऱ्यौँ भने परमेश्वरले हाम्रो लागि के गर्नुभयो भन्ने कुरा हामी पाउँदछौँ। अनि त्यसपछि बल्ल 12 अध्यायको 1मा आएर बल्ल लेखकले यसरी लेखेका छन्, परमेश्वरले चाहिँ यो गर्नुभयो तिमीहरूको लागि, यस कारण अब चाहिँ यो पालो तिमीहरूको, अब चाहिँ तिमीहरूले गर्नुपर्छ कि तिमीले आफ्नो शरीरलाई चाहिँ परमेश्वरको लागि बलिदान गर्नुपर्छ भनेर भनेका छन्। पहिला परमेश्वरले यो गर्नुभयो तिमीहरूको लागि, सिद्धैमा धर्मी ठहराउनु भयो, सिद्धैमा पापबाट मुक्ति दिनुभयो। अब तिमीहरू मुक्ति त पाइसक्यो, अब परमेश्वरको प्रेमलाई, परमेश्वरको बलिदानलाई सम्झेर तिमीले आफ्नो शरीर चाहिँ परमेश्वरको लागि दिनु भनेर पावलले चाहिँ त्यो कुरा लेख्दछन्। जब हामी परमेश्वरको प्रेमलाई, परमेश्वरको अनुग्रहलाई हामी सम्झन्छौँ नि, अनि हाम्रो शरीर चाहिँ परमेश्वरलाई बलिदान गर्नलाई हामीलाई गाह्रो पर्दैन। हुन्छ नि, हामीलाई रमाइलो लागेको ठाउँमा, हामीलाई खान मन लागेको कुरा है प्रभुको लागि ल कसैलाई हुन्छ नि मण्डलीलाई दिनु छ, मैले कहिलेकाहीँ एक प्लेट मोमो खान इच्छा लागेको थियो होइन, चर्चमा दिनु छ नखाऊ न भनेर हामी यदि दिन्छौँ भने नि, यदि परमेश्वरको प्रेमलाई सम्झेर दिन्छ भने त्यो दिनलाई आफूले बलिदान गर्नलाई चाहिँ गाह्रो लाग्दैन। तर यदि परमेश्वरको प्रेमलाई हामीले थाहा गरेका छैनौँ भने एकदमै गाह्रो लाग्छ। कति दिनु चर्चमा, कति जानु चर्च, जहिले गए पनि केही हुने होइन होइन, हामीलाई चाहिँ यस्तो लाग्दछ। यदि हाम्रो हृदयमा यस्तो कुरा आएको छ भने नि तपाईँ र मैले हाम्रो जीवनलाई जिउँदो बलिको रूपमा अर्पण नगरेको हुन सक्दछ। हामी दोस्रो तिमोथीलाई हेऱ्यौँ भने त्यहाँ चाहिँ पनि हामी पावलको जीवनलाई हेर्न सक्दछौँ। तपाईँहरू खोल्न सक्नुहुन्छ दोस्रो तिमोथी 4 अध्यायलाई। दोस्रो तिमोथी 4 अध्यायको 5, 6, 7। दोस्रो तिमोथी 1660 पेज, दोस्रो तिमोथी 4 अध्यायको 5, 6, 7। यहाँ यसरी लेखेको छ, तिमी चाहिँ दरिलो हो, कष्ट भोग, प्रचारको काम गर र तिम्रो सेवाको काम पुरा गर, किनभने म त बलिको रूपमा अर्पण हुन लागेको छु र मेरो विदाईको बेला आएको छ। मैले उत्तम लडाइँ लडेको छु, मैले दौड सिद्ध्याएको छु, मैले विश्वासलाई बचाइराखेको छु। आमेन। पावलले यो दोस्रो तिमोथीको पुस्तकमा हामी हेऱ्यौँ भने यो चाहिँ आफ्नो चेला तिमोथीलाई, आत्मिकी छोरा तिमोथीलाई लेखेका छन् र भनेका छन्, तिमी चाहिँ दरिलो हुनु है, परमेश्वरको लागि कष्ट भोग्नु, परमेश्वरको काम गर्नु, किनभने म चाहिँ बलिको रूपमा अर्पण हुन लागेको छु भनेर भनेका छन्। अर्थात् हामी यो समयमा हामी हेऱ्यौँ भने पावल भन्ने व्यक्ति चाहिँ रोमको झ्यालखानामा कैदीको रूपमा छन्। तिनलाई चाहिँ परमेश्वरको सुसमाचार सुनाइएको निम्ति चाहिँ उनलाई चाहिँ त्यहाँको रोम सरकारले झ्यालखानामा लगेर राखेको छ। अनि पावललाई चाहिँ धेरै यातना दिइसकेको छ, तिनलाई पिटेको छ, कोर्रा लगाएको छ, अनि तिनलाई चाहिँ
कति समय तिनलाई चाहिँ हात र खुट्टामा ठिगुरो ठोकिएको छ अनि उनलाई चाहिँ अब मृत्युदण्डको लागि तयारी गरिएको छ। अब पावललाई चाहिँ रोम सरकारले परमेश्वरको वचन प्रचार गरेको कारणले गर्दाखेरि तिनलाई मार्नको लागि तयारी भएको छ। त्यो समयमा चाहिँ पावलले भन्दछन् म त बलिको रूपमा अर्पण हुन लागेको छ, मेरो बेला बिदाईको बेला आएको छ, मैले मेरो लडाइँलाई चाहिँ उत्तम लडाइँ लडेको छु। अब तिमीले चाहिँ मैले यो गरे तापनि तिमीले पनि परमेश्वरको वचन प्रचार गर्न, परमेश्वरको सेवा गर्न, उहाँको निम्ति कष्ट भोग्नको लागि चाहिँ तिमी तम तयार बस भनेर तिमोथीलाई लेखेका छन्। पावलले चाहिँ परमेश्वरको प्रेमलाई, परमेश्वरको कृपा र अनुग्रहलाई बुझेका थिए। त्यो कारणले गर्दा आफू अब मृत्युदण्डको लागि तयारी हुँदै गर्दा त्यो सरकारले, रोम सरकारले पावललाई मार्न खोज्दै गर्दा पनि उसले चाहिँ हाँसी हाँसी भनिरहेका छन्, मैले चाहिँ प्रभुको निम्ति मैले यो कष्ट भोगिरहेको छु, म चाहिँ बलिको रूपमा अर्पण हुन लागेको छु भनेर भनेका छन्। मैले चाहिँ दौड सिद्ध्याउँदैछु भनेर पावलले हाँसी हाँसी भन्दैछन्। तर तिनी त्यो समयमा मृत्युदण्डको लागि रोमको झ्यालखानामा छन् है। जब परमेश्वरको प्रेमलाई हामी बुझ्दछौँ नि, परमेश्वरको लागि बलि गर्न हामी सक्दछौँ। तपाईँ र मलाई कहिलेकाहीँ बलि गर्दै गर्दा परमेश्वरको निम्ति दिन पर्यो, परमेश्वरको लागि समय छुट्याउनु पर्यो, मण्डलीमा कहिलेकाहीँ यसो गर्नु पर्यो, गाह्रो लाग्छ। अनि तपाईँ र मैले यो समय यो वचनलाई ध्यान गरौँ कि तपाईँ र मैले परमेश्वरले हाम्रो जीवन अर्पण गरेका छैनौँ कि परमेश्वरको मुक्तिलाई, परमेश्वरको बलिदानलाई हामी सायद अझै बुझेका छैनौँ कि। यो समय तपाईँ र मैले आफ्नो हृदयमा यो कुरालाई प्रश्न गरौँ है। हामी हेऱ्यौँ भने केही समय अगाडि इन्डियामा पनि क्रिस्चियनहरूलाई धेरै यातना दियो है, मारियो, कुटियो क्रिस्चियन भएको कारणले गर्दा। नेपालको इतिहासले हेऱ्यौँ भने धेरै वर्ष अगाडि पुराना क्रिस्चियनहरूलाई चाहिँ झ्यालखानामा हालियो क्रिस्चियन भएको कारणले गर्दाखेरि है, सतावट दियो क्रिस्चियन भएको कारणले गर्दा। तर पनि ती मानिसहरूले परमेश्वरको प्रेमलाई, परमेश्वरको बलिदानलाई बुझेको कारणले गर्दा झ्यालखानामा जाँदै गर्दा पनि जब झ्यालखानाबाट छोडिन्थ्यो फेरि प्रभुलाई विश्वास गर्थे, परमेश्वरको काम गर्थे। पावल र सिलासलाई हेऱ्यौँ भने पनि उनीहरू पनि त्यस्तै थिए। जब तिनीहरूलाई चाहिँ त्यहाँ रोम सरकारले छोपेर लैजान्थ्यो, झ्यालखानामा हालिन्थ्यो अनि उनीहरूलाई पिटिन्थ्यो, अब चाहिँ तिमीले गएर प्रचार नगर्नु भनेर छोडिन्थ्यो। अनि भोलिपल्ट त फेरि उनीहरू चोकमा, सडकमा, सहरमा फेरि प्रचार गरिहाल्थे। उनीहरूलाई त्यसको शरीरको डर हुँदैन थियो, किनभने उनीहरूले आफ्नो जीवन चाहिँ परमेश्वरको लागि बलिदान गरेका थिए। आमेन। जब परमेश्वरको लागि बलिदान गर्दछौँ भने अघि भने जस्तै हामीले चाहिँ हाम्रो इच्छालाई मार्दछौँ र परमेश्वरको इच्छालाई, परमेश्वरको योजना अनुसार हामी चल्दछौँ। फिलिप्पीमा पनि त्यो कुरा पावलले लेख्नुहुन्छ, फिलिप्पी 4:4 प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। आमेन। हामी यो घटनालाई हेऱ्यौँ भने पनि पावल यो समयमा पनि झ्यालखानामा रहँदछन् अनि पावलको हातमा खुट्टामा चाहिँ ठिगुरो ठोकिएको छ। तपाईँलाई कतिलाई ठिगुरो भन्ने थाहा छैन होला, जुन चाहिँ अनि कुनै ठाउँमा चाहिँ त्यो ठिगुरो चाहिँ काठबाट बनाएको हुन्छ, जहाँ चाहिँ हात र खुट्टामा त्यो छिराइन्छ अनि त्यसपछि त्यहाँ लक गरेर राखिन्छ। मानिसहरूलाई चाहिँ त्यत्तिकै राखिन्छ, एउटा कष्ट दिइन्छ, सतावट दिइन्छ। पावल र सिलास चाहिँ यो समयमा चाहिँ झ्यालखानामा छन् अनि उनीहरूलाई चाहिँ हात र खुट्टामा ठिगुरो ठोकिएको छ। उनीहरूको हात र खुट्टाबाट ठिगुरोको कारणले गर्दा घाउहरू, रगतहरू बगिरहेका छन्। तर पनि भनेका छन् प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु प्रभुमा सधैँ आनन्द गर। आमेन। यदि तपाईँ र मैले परमेश्वरलाई हाम्रो हृदय, हाम्रो जीवन दिँदछौँ भने नि प्रभुको निम्ति कष्ट भोग्नलाई पनि, कष्ट भोग्दै गर्दा पनि हृदयमा तपाईँहरूमा रमाउन सक्दछौँ। आमेन। त्यो चाहिँ जिउँदो बलि हो। त्यो कुरा हामी पावलको जीवनबाट हामी देख्न, बुझ्न सक्दछौँ। अनि पावल चाहिँ त्यो कष्टमा रहँदै गर्दा पनि प्रभुको कारणले गर्दा, अर्थात् सुसमाचार सुनाएको कारणले गर्दा झ्यालखानामा छन् र पनि भन्दछन् प्रभुमा आनन्द गर, प्रभुलाई धन्यवाद दियो भन्न सकेका छन्। हामी भए के भन्थ्यौँ, म क्रिस्चियन भएको कारणले गर्दा म यहाँ यस्तो कष्ट भोग्नु परेको छ है। अब सायद हामीलाई कसैले चाहिँ त्यसरी छोपेर हामीलाई ल कि ख्रिस्टलाई छोड कि चाहिँ झ्यालखानामा बस भन्यो भने हामीले चाहिँ सायद म बरु ख्रिस्टलाई छोडिदिन्छु अनि झ्यालखानाबाट निकालिदिनुहोस् भन्छ होला। यदि तपाईँ र मैले प्रभुलाई साँचो तरिकाले हृदय दिएका छैनौँ भने
हामी प्रभुलाई छोडिदिन्छौँ बरु, तर अरू कुरालाई अप्नाउँछौँ। तर यदि तपाईँ र मैले हाम्रो जीवन चाहिँ जिउँदो बलिको रूपमा अर्थात् हाम्रो हृदय चाहिँ प्रभुलाई दियौँ, अर्थात् हामी चाहिँ अघि गलातीको 2:20ले भने जस्तै हामी यसो ख्रीष्टसँग क्रुसमा टाँगिएको छु भने जस्तै हामी यदि हाम्रो शरीरलाई मारेर प्रभुमा जिउँदछौँ भने नि, अनि हामी चाहिँ प्रभुमा त्यो कष्ट भोग्दै गर्दा पनि हामी धन्यवादी हुन सक्दछौँ। आमेन। त्यसरी पावलहरू चाहिँ पावल सिलासहरू प्रभुको त्यो कष्ट भोग्दै गर्दा पनि उनीहरू धन्यवादीको जीवन जिउन सकेका थिए है। जब हामी बलि भएको मानिस हुँदछौँ, हाम्रो परिवार हाम्रो समाजले चाहिँ हाम्रो जीवनमा फरकपन देख्न सुरु गर्दछ है। यदि तपाईँ र म चाहिँ प्रभुलाई साँचो तरिकाले यो हृदय जीवन दिएका छ भने नि हाम्रो जीवन चाहिँ परिवर्तन हुँदछ। हामी पढ्ने ठाउँमा कति पढ्ने स्टुडेन्टहरू छौँ, पढ्ने कलेजमा स्कुलमा, कति काम गर्ने छौँ हामी काम गर्ने ठाउँहरूमा है, हामी बस्ने समाजहरूमा, अनि हामी विश्वास अरू परिवारहरू चाहिँ विश्वास नगर्ने छ, हामी कोही कोही मात्रै विश्वास गर्ने ठाउँ व्यक्तिहरू छौँ भने त्यो ठाउँमा चाहिँ हामी फरक देखिनुपर्छ है। हाम्रो जीवनमा चाहिँ ख्रीष्ट झल्किनु पर्दछ। त्यो जीवन चाहिँ परमेश्वरले चाहनुहुन्छ। हामी हिजो विश्वास नगर्दा हाम्रो जीवन जस्तो थियो त्यस्तै चाहिँ हुनु हुँदैन। हामी चाहिँ फरक हुनुपर्दछ। हामी मानिसहरूले देखिने ठाउँमा मात्र होइन, हामी एकान्त ठाउँमा पनि हामी इमान्दारीको जीवन जिउनु पर्दछ है। इमान्दारीको ठाउँमा जहाँ चाहिँ मानिसहरूले देखेका छैनन्। हामीले लाग्न सक्छ यहाँ कसले पो देखेको छ र, यो सानो पाप गर्दा त के हुन्छ र, तर होइन, हामी त्यो ठाउँमा पनि इमान्दारी हुनुपर्दछ। त्यो ठाउँमा पनि परमेश्वरले तपाईँ र मलाई देखिराख्नु भएको छ। त्यो ठाउँमा पनि तपाईँ र म परमेश्वरमा डरको जीवन जिउन सक्नुपर्दछ। त्यो चाहिँ हो है। हामी त्यो जीवन चाहिँ परमेश्वरले चाहनुहुन्छ। परमेश्वरले चाहिँ त्यो कुरा हाम्रो हृदयमा हाम्रो जीवनमा त्यो देख्न चाहनुहुन्छ है। हामी हिजो जस्तो थियौँ त्यस्तो होइन, तर हामी फरक हुनुपर्दछ। हाम्रो इच्छा होइन तर ख्रीष्टको इच्छालाई हामीले रोज्नु पर्दछ है। त्यो कुरा चाहिँ परमेश्वरले चाहनुहुन्छ। हामी जब तपाईँ र मेरो हृदयमा पापले जब त्यो कुरा आउँदछ, हाम्रो आँखाले हाम्रो हृदयमा जब त्यो कुरा आउँदछ, तपाईँ र मैले प्रार्थनामा जान सक्दछौँ, वचन अध्ययनमा जान सक्दछौँ। जब प्रार्थना र वचन अध्ययनमा जाँदछौँ अनि हामीलाई चाहिँ त्यो पापबाट हामी विजय हुँदछौँ है। हामी पापबाट विजय हुँदछौँ। जब हामी खाली हुँदछौँ, फ्री हुँदछौँ, अनि हाम्रो दिमागमा, हाम्रो आँखामा, हाम्रो हरेक कुराहरूमा चाहिँ पापले चाहिँ मौका खोजिरहेको हुँदछ अनि हामीले पापले फसाइरहेको छ। हामी खाली हुँदछौँ अनि हामीले चाहिँ धेरै बेर एकछिनै मोबाइल हेर्छु भनेर जब मोबाइल हेर्छौँ, हेर्दा 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 अनि हामीले धेरै समय मोबाइल हेर्छौँ, थाहै पाउँदैनौँ। अनि मोबाइल हेर्दै गर्दा खाली हुँदछौँ अनि हामीले अनेक कुराहरू हेर्दछौँ जुन कुराले हाम्रो हृदयलाई बगाइरहेको हुँदछ। जब हामीलाई टाइम पाउँदछौँ हामी प्रार्थनामा जान सक्दछौँ, बाइबल अध्ययनमा जान सक्दछौँ। त्यसले चाहिँ तपाईँ र मेरो हृदयलाई चाहिँ सुरक्षित पार्दछ। बलिदानी हृदयले प्रार्थना, वचन अध्ययन र सङ्गतिमा रमाउँदछ है। यदि हामी बलिदान गरेका छैनौँ भने हामी यस्तो कुरामा छुट्न मन पराउँदछौँ, तर मण्डलीको सभाहरूमा, पिकनिकहरूमा, रमाइलो कार्यक्रमहरूमा हामी रुचाउँदछौँ, तर सङ्गतिमा मन गर्दैनौँ। यदि हामी त्यस्तो छौँ भने हाम्रो जीवन बलिदान गरेकै छैनौँ। हामी चाहिँ परमेश्वरको लागि कष्ट भोग्न, परमेश्वरको लागि समय बिताउनलाई हामी रमाउनु पर्दछ, न कि संसारको रमाइलोमा है। त्यस्तो चाहिँ हुनु हुँदैन। त्यो चाहिँ बलिदान गरेको जीवन होइन। यदि हामी परमेश्वरलाई बलिदान गरेको जीवन हो भने परमेश्वरलाई समय दिन, प्रार्थनामा बस्न रुचाउँदछौँ, वचन अध्ययन गर्न रुचाउँदछौँ, सङ्गति डोरिनलाई रुचाउँदछौँ। हामीलाई घाम लागेन फरक पार्दैन, पानी आयो फरक पार्दैन है, हामीलाई टाउको दुख्यो पनि फरक पार्दैन। परमेश्वरलाई समय दिन चाहिँ हामीलाई इच्छा लाग्दछ, परमेश्वरमा रमाउनलाई इच्छा लाग्दछ। बलि भएको मानिस चाहिँ अरूको खुसीमा रमाउँदछ। मैले कसरी अरूलाई सेवा गर्न सक्छु, कसरी मैले अरू मानिसहरूलाई प्रेम गर्न सक्छु भन्ने कुरालाई चाहिँ चाह गर्दछ। बलि भएको, बलिदान दिएको हृदयले चाहिँ त्यो कुरा रुचाउँदछ, न कि मानिसहरूलाई घोच्ने, मानिसहरूलाई दुःख दिने, मानिसहरूसँग रिसाउने होइन, तर मानिसहरूलाई कसरी मैले सेवा दिन सक्दछु, मेरो जीवनबाट मानिसहरूलाई कसरी मैले सेवा दिन सक्दछु भन्ने कुरालाई रुचाउँदछ। हाम्रो जीवन चाहिँ शनिबारको आराधना सेवामा 2 घन्टाको जीवन चाहिँ असल भएर हुँदैन, तर 2 घन्टा पछि बिताएका ती 6 दिनहरू हामी समाजमा र परिवारमा बिताएको 6 दिनहरू इमान्दारीपूर्वक हामी जिउनु चाहिँ त्यो बलिदानी जीवन हो। हामी चर्चमा आउँदै गर्दा 2 घन्टा बिताउन त सकिहाल्दछौँ नि,
है। यता अब आराधना हुँदै गर्दा आराधना टोलीले गीत आउँछ बजाउँछ हामी गाइदै हुन्छ, वचन बोल्दै गर्दा यता बोल्छ हामी सुनि हुन्छ। हामी त यहाँ पाप गर्दैनौँ नि, यहाँ त हामी एकदम इमान्दारी विश्वासी हुँदछौँ। यहाँबाट जब हामी छोडेर जब हामी 6 दिन चाहिँ हाम्रो समाजमा काम गर्ने ठाउँमा घरमा बिताउँछौँ नि, यदि त्यो ठाउँमा चाहिँ हामी इमान्दारी जीवन जिएका छौँ नि, त्यो चाहिँ जिउँदो बलिको जीवन हो। आमेन। प्रभुले चाहिँ त्यो चाहनुहुन्छ क्या, त्यो चाहिँ प्रभुले मन पराउनुहुन्छ। त्यो जीवन चाहिँ ख्रिस्टसँग क्रुसमा टाँगिएको जीवन हो। अनि हाम्रो जीवनबाट ख्रिस्ट झल्केको जीवन चाहिँ त्यो हो है। हामी चाहिँ त्यो हुनुपर्दछ। हामी झुसिल किरालाई हेऱ्यौँ भने नि, झुसिल किरा हुँदै गर्दा त्यसमा एकदमै झुस हुन्छ। त्यो झुसिल किरालाई कसैले रुचाउँदैन, तर जब त्यो झुसिल किरा चाहिँ पछि पुतलीमा रूपान्तरण हुन्छ अनि त्यो पुतली चाहिँ सबैले रुचाउँदछ हैन। तपाईँले कति त्यो अनुभव गर्नुभएको छ छैन? हामी पढ्दै गर्दा त्यो कुरा चाहिँ हामी स्कुलमा सिकेको। एउटा झुसिल किरालाई लगेर बोतलभित्र राखेर त्यहाँ चाहिँ हरियो पातहरू राखिदियो भने त्यो बिस्तारै पुतली हुन्छ भन्ने कुरा चाहिँ हामी पढ्दै थियौँ। अनि जब हामी त्यो कुरा गऱ्यौँ साँच्चीकै त्यो कुरा हुँदो रहेछ हैन। हाम्रो जीवन चाहिँ त्यस्तो हो क्या। हामी हिजो झुसिल किरा जस्तै थियौँ। हामी मानिसहरूलाई घोध्थ्यौँ, मानिसहरूलाई हुन्छ नि, मानिसहरूलाई चाहिँ बिजाउँदथ्यौँ। हाम्रो नजिक सायद मान्छेहरू आउन डराउँथे होला, यो मान्छे नआए नि हुन्थ्यो भन्ने थियो होला। हिजोको प्रभुलाई नपाउँदा हामी रिसाउने मानिस थियौँ होला, हामी चाहिँ गनगन गर्ने मानिस थियौँ होला। जब त्यो झुसिल किरा जब पुतलीमा रूपान्तरण हुन्छ, कति सुन्दर हुन्छ पुतली, मानिसहरूले हेर्न, आजभोलि फोटो खिच्न, मानिसहरूले छुनलाई मन पराउँदछ। हाम्रो जीवन चाहिँ झुसिल किराबाट जब पुतली रूपान्तरण हुन्छ, त्यसरी नै हिजोको त्यो पापी जीवनबाट, हिजो घमण्डी जीवनबाट, हिजो रिसाउने जीवनबाट, हिजो चाहिँ पिउन नआउने कुरा पिउँदै गर्दा, खेल्न नआउने कुरा खेल्दै गर्दा, जान नआउने ठाउँमा जाँदै गर्ने जीवन थियो। तर आज चाहिँ हामी पुतली जस्तै सुन्दर हुनुपर्छ। रूपान्तरणको जीवन चाहिँ हामी जिउनुपर्छ। त्यो चाहिँ जिउँदो बलिदानको जीवन हो। आमेन। जब मानिसहरूले तपाईँ र मेरो जीवन अर्थात् तपाईँ र मेरो नजिक आउन मानिसहरू रुचाओस्, हामीले बोलेका ती शब्दहरू, हामीले बोलेका ती वचनहरू मानिसहरू सुन्न रुचाओस्, न कि मानिस हाम्रो नजिक आएपछि डराएर यो मान्छेसँग त भेट्नै हुन्न भनेर मानिसहरूले डराउने जस्तो, झुसिल किरा जस्तो हामीले अरू मानिसलाई घोच्ने जीवन चाहिँ हुनु हुँदैन। हामी चाहिँ रूपान्तरणको जीवन चाहिँ हुनुपर्दछ। त्यो जीवन चाहिँ परमेश्वरले चाहनुहुन्छ। हामी 2 पदलाई हेऱ्यौँ भने, हामी 1 पदलाई हेऱ्यौँ, 2 पदलाई हेर्नेछौँ। रोमी 12को 2 पद, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक भनेर रोमी 12को 2 पदमा त्यो कुरा पाउँदछौँ है। यहाँ चाहिँ के भनेको छ भन्दा, तिमीहरू चाहिँ संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो। पूर्ण रूपले परिवर्तित हो। हिजोको जीवनबाट हामी चाहिँ पूर्ण रूपले परिवर्तित हुनलाई परमेश्वरले भन्नुहुन्छ। अलिअलि होइन, अलिअलि हिजोको पनि अलिअलि राख्ने, आज अहिले क्रिस्चियन भएको अलिअलि वचनमा पनि जित्दैछ, अलिअलि संसारमा पनि जित्दैछ, अलिअलि सङ्गति पनि आइदिएछ, अलिअलि संसारमा पनि रमाइरहेछ, अलिअलि क्रिस्चियन जीवन पनि जिएको छ, अलिअलि सांसारिक जीवन पनि होइन। प्रभुले भन्नुहुन्छ तिमीहरूको जीवन चाहिँ पूर्ण रूपले परिवर्तित हुनुपर्दछ। तिमीहरू चाहिँ संसारको ढाँचामा चल्नु हुँदैन भनेर यो वचनले भन्दछ। 1 पदमा हामीले हेऱ्यौँ भने यहाँ चाहिँ तिमीहरूको शरीर बलिदान गर भनेको छ नि, 2 पदमा चाहिँ अब तिमीहरू चाहिँ संसारको ढाँचामा नचल। यदि हामीले चाहिँ हाम्रो जीवन चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्छौँ भने बल्ल हामी संसारको ढाँचामा चल्दैनौँ क्या। त्यो हुँदछ। बाबु नानीहरूलाई ख्याल गरिदिनु होला। त्यो पदले चाहिँ हामीले त्यही कुरा भन्दछ, जब तिमीहरूले परमेश्वरलाई जिउँदो बलिको रूपमा अर्पण गर्छौ भने बल्ल तिमीहरू चाहिँ संसारको ढाँचामा चल्दैनौ। यदि परमेश्वरलाई जिउँदो बलिको रूपमा हामी अर्पण गर्दैनौँ भने हामी चाहिँ संसारमा पनि होइन, त्यो मान्छेलाई अब यस्तो छ उस्तो छ, हामी उता पनि खुसी पार्न जान इच्छा लाग्छ अनि यता पनि एउटा मानिसलाई खुसी पार्ने जीवन हामी जिरहेका हुँदछौँ। तर परमेश्वरले चाहिँ मानिसलाई खुसी पार्ने जीवन होइन, तर परमेश्वरलाई खुसी पार्ने जीवन रुचाउनुहुन्छ। आमेन। मानिसको निम्ति जिएको जीवन होइन, तर परमेश्वरको निम्ति जिएको जीवन परमेश्वरले रुचाउनुहुन्छ। त्यही कारण यहाँ भन्नुहुन्छ तिमीहरूले चाहिँ संसारको ढाँचामा नचल तर तिमीहरूको हृदय चाहिँ पूर्ण रूपले परिवर्तित हो भनेर परमेश्वरको वचनले हामीलाई त्यो कुरा सिकाउँदछ।
अनि हामी हेऱ्यौँ भने वचनमा यो कुरा लेखेको छ, तिमीहरू चाहिँ यस संसारका होइनौ, तिमीहरूलाई संसारबाट मैले चुने भनेर परमेश्वरले भन्नुहुन्छ। हामी संसारमा छौँ तर हामी संसारमा जिउँदै गरे तापनि तपाईँ र म चाहिँ संसारका होइनौँ। हामी चाहिँ संसारका मानिसहरू जस्तो जीवन चाहिँ जिउनु हुँदैन है। संसारको मानिसहरूको जीवन हामी गलातीको पुस्तकमा हेऱ्यो भने तपाईँले पाउनुहुन्छ 5:19 देखि 21 सम्म त्यो कुरा पाउनुहुन्छ। परमेश्वरले त्यो अनुसारको जीवन नजियो भनेर भन्नुहुन्छ। 5:19, 20, 21 यहाँ यसरी लेखेको छ, तपाईँले लेख्न सक्नुहुन्छ। पापमय स्वभावका कामहरू प्रत्यक्ष छन् जो यिनै हुन्, व्यभिचार जो अनि अपवित्र, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियक्रपन, अश्लील मोज मजा र यस्तै अरू जसका विषयमा म तिमीलाई चेतावनी दिन्छु र अघिबाटै दिएकै हुँ। जसले यस कामहरू गर्दछन् परमेश्वरको राज्यको हकदार बन्ने छैन। परमेश्वरले अघि रोमी 12:2 के भन्नुभयो? तिमीहरू संसारको ढाँचामा नचल। संसारको ढाँचा चाहिँ यस्तो हुन्छ जहाँ चाहिँ मानिसहरू व्यभिचार गर्न केही जस्तो मान्दैन, जहाँ चाहिँ मानिसहरू दुश्मनी गर्नलाई केही जस्तो मान्दैन, क्रोध घमण्ड गर्न केही जस्तो मान्दैन, मान्छेहरू पियकपन र अश्लील मोज मजा गर्न मानिसहरू केही जस्तो मान्दैन। त्यो जीवन चाहिँ तिमीहरू जिउनु हुँदैन भनेर परमेश्वरको वचनले भन्दछ। तर तिमीहरूले जिउनु पर्ने जीवन चाहिँ यहाँ 22-23 यो कुरा हामी पाउँदछौँ। तर तिमीहरूले जिउनु पर्ने जीवन चाहिँ पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। परमेश्वरले चाहनुभएको जीवन अर्थात् जिउँदो शरीरलाई जिउँदो बलि दिइसकेपछि जिउने जीवन चाहिँ परमेश्वरले चाहनुभएको जीवन यो हो। हाम्रो जीवनमा प्रेम हुनुपर्छ, आनन्द है, धैर्यता, हाम्रो जीवनमा यस्तो कुराहरू हुनुपर्दछ, न कि हिजोको जस्तो मजमजा, अश्लीलता, पियकपन, घमण्ड, ईर्ष्या होइन। परमेश्वरले भन्नुहुन्छ तिमीहरू चाहिँ यो अनुसार जिउनुपर्छ, तिमीहरू संसारको ढाँचामा होइन भनेर परमेश्वरले भन्नुहुन्छ है। त्यो कारणले गर्दा हामीलाई परमेश्वरले त्यो कुरा सिकाउनुहुन्छ। यदि लुका 9:23 यदि कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनौ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। आमेन। लेख्न सक्नुहुन्छ लुका 9:23। परमेश्वरले भन्नुहुन्छ यदि तिमीहरूले म पछि आउन इच्छा गर्छन् तिमीले आफूलाई इन्कार गर, तिमीले आफ्नो चाहनालाई इन्कार गर अनि परमेश्वरको चाहना अनुसार तिमीहरूले जिउनुपर्छ भनेर परमेश्वरले भन्नुहुन्छ है। बाइबल मात्र त्यस्तो पुस्तक हो जसमा चाहिँ लेखेको छ शत्रुलाई प्रेम गर। येशू मात्र त्यस्तो प्रभु हुनुहुन्छ जसले चाहिँ भन्नुहुन्छ आफ्नो विरोधीलाई प्रार्थना गर। तर हिजोको जीवनमा हामी हेऱ्यौँ भने शत्रुलाई के गर? शत्रुलाई चाहिँ घृणा गर। प्रभुले भन्नुहुन्छ तिमीहरूलाई प्रेम गर्नेलाई मात्रै प्रेम गर्छ भने तिमीलाई के लाभ भएन? जसले तिमीलाई घृणा गर्छ तिमीले त्यसलाई प्रेम गर्नुपर्छ भनेर परमेश्वरले भन्नुहुन्छ। त्यो चाहिँ क्रिस्चियन जीवन हो, त्यो चाहिँ बलि भएको जीवन हो। हामी चाहिँ त्यो परमेश्वरको सन्तान हो जसले चाहिँ आफैलाई क्रुसमा टाँग्दै गर्दा पनि भन्नुहुन्छ पिता यिनीहरूलाई क्षमा दिनुहोस्, यिनीहरूले के गर्दैछन् सो यिनीहरूले जान्दैनन्। हामी त्यस्तो परमेश्वरको छोराछोरी हौँ है। संसारमा उहाँ मात्र त्यो परमेश्वर हुन्छ जसले यसरी सिकाउनुहुन्छ है। त्यो चाहिँ परमेश्वरको वचन हो। हामी संसारमा हेऱ्यौँ भने संसारको तरिका भनेको अहिले हामी हेऱ्यौँ भने संसारमा समलिङ्गी विवाह है, लिभिङ टुगेदर। तपाईँहरूलाई यो भनेको चाहिँ केटा केटी विवाह गर्ने अहिले चाहिँ नेपालमा पनि त्यो चलनहरू आइसकेको छ। मण्डलीहरू आफ्नो छोराछोरीहरू अनि हाम्रो मण्डलीको भाइ बहिनीहरूलाई चाहिँ त्यो कुरा सिकाउनुपर्छ। यो चाहिँ संसारको ढाँचा हो है। अस्ति मात्र सुनेको 2टा छोराछोरी जन्माएको तर उनीहरूको विवाह भएको छैन अरे, उनीहरू चाहिँ लिभिङ टुगेदरमा छ। विवाह भएको छैन, लिभिङ टुगेदरमा छ, 2टा सन्तान भइसक्यो, अब तेस्रो सन्तान जन्माएपछि विवाह गर्ने गरे। अहिले संसारले यस्तो कुरा सिकिरहेको छ। हाम्रो छोराछोरीहरू चाहिँ कता छन्, कुन शिक्षामा छन्? यदि तपाईँ र मैले चाहिँ आज हामी तपाईँहरूमा जिउँदो बलि अनुसार हामी अर्पण भएर हाम्रो छोराछोरीलाई त्यो सिकाएन भने अब चाहिँ हाम्रो छोराछोरीले पनि त्यही भन्छ। यदि छोरी छ भने मेरो श्रीमती त यो भनेर छोरी मान्छेलाई ल्याउँदैछ। यदि हाम्रो छोरा भाइहरू छ उसले अब यो शिक्षाहरू नेपालमा र संसारमा यो कुरा आउँदैछ कि उनीहरूले अब मेरो श्रीमती यो भनेर उसले केटालाई भित्र्याउँदैछ। नेपालमा पनि त्यो कुरा कति कुरा भित्रिसकेको छ।
यो चाहिँ संसारको ढाँचा हो। अहिले संसारमा यो कुरा सामान्य भइरहेको छ, तर प्रभुले भन्नुहुन्छ तिमीहरू चाहिँ संसारको ढाँचामा होइन, तर तिमीहरूको हृदयमा परिवर्तित भएर जिउनुपर्छ। आमेन। आज मण्डलीहरू तपाईँ र म यो कुरामा एकदमै चनाखो हुनु आवश्यकता छ। यो कुरा हाम्रो छोराछोरीहरूलाई सिकाउनुपर्छ, हामीले घरमा सिकाउनुपर्छ, मण्डलीमा त्यो कुरा सिकाउनुपर्छ। नत्र भए हाम्रो छोराछोरीहरूले पनि लिभिङ टुगेदर, विवाह भएको छैन तर उनीहरू चाहिँ रिलेसन गरे के हो, यो कुरा मण्डलीले त्यो कुरा सिक्नुपर्छ, जान्नुपर्छ। यो चाहिँ संसारको ढाँचा हो, यो चाहिँ कदापि मण्डलीमा कहिले पनि भित्रिनु हुँदैन। परमेश्वरले त्यो कुरा चाहिँ तपाईँ र मलाई सिकाउनुहुन्छ है। यो अनुसार हामी तपाईँ र म जिउनु पर्दछ। अन्त्यमा यो वचनअनुसार हामी प्रभुलाई प्रार्थना गरौँ, प्रभुलाई भनौँ, प्रभु म चाहिँ मेरो जीवन चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्न चाहन्छु, तपाईँले मलाई सहायता गर्नुहोस्। हो, म कहिलेकाहीँ पावलले भने जस्तै म जे गर्दिनँ भन्छु त्यही गर्छु, जे गर्छु भने त्यो गर्दिनँ, त्यो चाहिँ मैले होइन तर मभित्र भएको पापी स्वभावले। कहिलेकाहीँ हो तपाईँ र म पनि त्यस्तै गर्दछौँ, म गर्दिनँ भने त्यही गर्दछौँ, जे गर्छु भने त्यही गर्दैनौँ। फेरि अस्तिको वचनमा सुनेका थियौँ, नयाँ वर्ष नयाँ जीवन, अबबाट हामी बाइबल पढ्छौँ भनेर अस्ति हामी घोषणा गरेका थियौँ। त्यहाँ त हो अब म बाइबल पढ्छु भन्ने त लाग्थ्यो, हृदयले त अहिले पनि लाग्छ, तर बाइबल खोल्न लाग्यो झुप्पु निन्द्रा लाउँछ। त्यो चाहिँ हो पावलले भनेको, तिमीले जे गर्छु भन्छ त्यो गर्नै सक्दैनौ, तर जे गर्दिनौ भने त्यही गर्छ। हामी ल अब चाहिँ म साँझ भात खाएपछि मोबाइल हेर्दिनँ, बाइबल खोल्छु, एक अध्याय चाहिँ पढ्छु भनेर हाम्रो हृदयले भन्छ। म मोबाइल खोल्दिनँ, तर शरीरले भन्छ खोल्न त, एउटा मात्रै भिडियो हेर्छु नि त, ग्रुपमा आयो क्या हो, एउटा ट्याङ्ग गरेछ ग्रुपको म्यासेज हेर्छु भनेर यसो खोल्यो, त्यसपछि चाहिँ त त्यहाँ होइन एकचोटि फेसबुक हेर्छु भन्यो, त्यसपछि सर्काउँदा 1 घन्टा गइसक्यो हुन्छ, बाइबल पढ्ने समय त गयो। त्यो चाहिँ जीवन परमेश्वरले चाहनु भएको छैन। यदि तपाईँ र मैले बलि ईश्वर प्रभुलाई दिएका छौँ भने हामीले यो अठोट गर्नुपर्छ, म यति बजेदेखि यति बजेसम्म मैले मोबाइल छुँदिनँ है, म चाहिँ प्रभुको वचन पढ्छु, म अध्ययन गर्छु, म प्रार्थना गर्छु भनेर हामी त्यसरी हामी भन्नुपर्छ। हामी त्यो अनुसार जब बानी बसाल्दछौँ, बिस्तारै प्रभुले सहायता गर्नुहुन्छ, बिस्तारै त्यो कुरा हामी सजिलो हुँदै जान्दछ। जब हामी त्यसरी जिउँदछौँ, हामी चाहिँ परमेश्वरलाई मनपर्दो जीवन, ख्रिस्ट केन्द्रित जीवन र हाम्रो जीवनमा ख्रिस्ट झल्किने जीवन जिउँदछौँ। आमेन। सबैलाई जय मसीह।